मर्निङमा चाहिँ जयगाउँ यस्तो हुन्छ गाइस, एकदम पिस, साइलेन्ट, त्यति साउन्ड पनि हुँदैन, मान्छेहरूको भिड पनि यति हुँदैन। मर्निङमा चाहिँ अलिक हल्का दामी हुन्छ। एकछिन सबैजना भुटान एन्ट्री गर्नेहरू त्यही त मर्निङ काममा भुटानमा ड्युटी गर्नेहरू, कोही बेला त धेरै हुन्छ नि मान्छे प्याक, निकै लाइनमा पनि बस्नुपर्छ है। गाइस टर्मिनल गेटमा टर्मिनलमा अब चाहिँ भुटान एन्ट्री गर्नु भनेको। आज चाहिँ मेरो साथी मोमो छ, दुईजना साथी चाहिँ अलिक लेट भएर उनीहरू पछाडि छोडिएको थियो कि। अब चाहिँ भुटान छिर्नु भनेको। आज पनि हेरौँ कस्तो छ भुटानको भ्यू मर्निङको। आज चाहिँ यता चाहिँ एकदम फेस स्क्यान गरेर जानुपर्छ कि। अब चाहिँ भुटान निस्किनु हटेको कि। झन्नै स्क्यानरले पनि थोप्ला चिनेन नि हो। निकै टाइम टेक गरेर हेरिहाल्छु भुटान छिर्दैछ है त। हेर्सी गाइस भुटानको भ्यू आजको चाहिँ। भुटानमा त फाल्टु पिस लाग्छ कि। भुटानको भ्यू चाहिँ न एकदम दामी भएछ आज पनि हो। तर घाम चाहिँ चर्को चर्को लाग्ने हुँदैछ आज चाहिँ। अहिले चाहिँ साथी भर्खर पर्खिँदा आइपुगेछ कि। जुत्ता त खास किनिदिएछ नि त फेरि हो। ओ रवि साहब हेर देखाउ त कतिको अरे जुत्ता चाहिँ नि हो। खास 2000को भन्छ त हौ।